च्यानल। आज चाहिँ हामी जान लागेको छौँ विक्रम बाबा अनि हाम्रो फ्यामिली सबैजना। त्यही भएर एकदमै हतार भइसक्यो, हामी अब भागिहाल्छौँ है त। हामी चाहिँ चोकमा आज मम्मीहरू हुनुहुन्छ, अब अझ एकजना आउँदै हुनुहुन्छ। आएपछि हामी गइहाल्छौँ छिटछिटो। हाम्रै मात्र होइन मम्मीहरूलाई पनि ढिला हुन्छ कि। हाम्रो चाहिँ भोलि इक्जाम छ, आज त बित्दैन। भोलि इक्जाम सकेको छ। अब त्यहाँ रोक्दैछौँ, गाडी आएको छैन। अब हेरौँ। हामीहरू भर्खरै यता पार्किङतिर आयौँ, म्याजिकमा आएको। अब चाहिँ हामी माथि जान्छौँ, हिँड्न पर्छ 1 घन्टा जति। म्याजिकमा 10जना उठाउनुमा हामी 20जना चढेर आएको कि हामी। यस्तो एकदम भिड छ यहाँ चाहिँ। यहाँ चाहिँ यता के भन्छ पूजा गर्ने सामग्रीहरू छ। हामीलाई चाहिँ यहाँ किन्न आऊ भन्नुभएको छ। अब हामी घरबाट ल्याइसकेको छ, किनिसकेको छौँ। अनि अब यहाँ यस्तो धेरै मान्छे आउनुभएको छ। पहिला त एकदमै भिड थियो अरे, अहिले चाहिँ लास्ट हो नि त। अनि त्यही भएर चाहिँ हामी चाहिँ हल्का खुकुल्लोमा आएको छौँ। ल जामै त जाम छैन। हामीलाई चाहिँ अलि यति रोकिदिनु भयो, त्यही भएर चाहिँ हामी एकदमै धेरै हिँड्नु पर्छ अरे। अब हामी हाम्रो यात्रा सुरु गरौँ, यहाँबाट हिँड्ने यात्रा। हामीले चाहिँ केही पनि खानु छैन कि, पूजा गरेर खाने भनेको छ। त्यही भएर एकदमै भोक पनि लागिरहेछ। पूजा गर्छ। हामी चाहिँ आइपुग्यौँ गोबर ट्याक्कै। पूजा गरेर पनि भ्याइयो। अब चाहिँ हामी फर्किँदैछौँ। अब भिडियोहरू खिच्ने मम्मीहरू टिकटक गराउने रहेछ। सबै मम्मीहरूको इच्छा पुरा गरेर नि हामी अब तलतिर जान्छौँ। भोक लागिरहेको छ। अब 11 बज्न लागेको एकदमै भिड छ, एकदमै धुलो उडिरहेको छ। अघि सुरुमा आउँदाखेरि थिएन कि भिड, अहिले हुन्छ यस्तो भिड। हेर्न न, धुलो देखिन्छ नि। एकदमै धुलोबाट एकदमै सास फेर्ने गाह्रो भइरहेको छ। नाच हाम्रो बजाएको छ। मान्छेले के भनिरहेको हामीलाई सुन्दैनौँ कि हामी सुन्दैनौँ। यहाँ चाहिँ अब धेरैजना जाँदै हुनुहुन्छ, कोही आउँदै हुनुहुन्छ। अनि फेरि यहाँ त कोही बेला गैडा पनि आउँछ कि। पूजा गर्दा गर्दै गएर आएको अरे। हिजोसम्म चाहिँ एकदमै योभन्दा नि भिड थियो अरे कि। आज चाहिँ हल्का खुल्ला भन्नुभयो, तर भिडै छ। त्यही नि त्योभन्दा हल्का कमै हो। ल है त अब राख्छु। अब हामी तलै गएर भेट्छौँ। हामी चाहिँ यहाँ अब बिचमा बसेर खाजा खानलाई हामी आयो यतापट्टि। सबैजना हामी छौँ यता। त्यही खाजा रेडी हुँदैछ, घरबाट लिएर आएको खाजा चढाइदेऊ है। हामी चाहिँ यहाँ बल्ल फुल गऱ्यौँ। त्यस्तो थाकेर यहाँ रेस्ट गरिरहेको कि। मम्मीहरू त आउनु भएको छैन, कुरेर बसेको एकदमै गर्मीले। 12 बजिसक्यो।
भोक लागिसक्यो म्याजिक बसहरूले यता जानु यता जानु यता आउँछ यता आउनु यताबाट उताबाट यता तपाईँ राख्नु हाम्रो हामी फेरि एकदम धेरै हाम्रो ग्रुपमा 11 जना छौँ हामी खाली चाहिन्छ कि अम्ब्रेला हालेर जाऊ त्यो पालोको एउटा गाडी हटाइदेऊ अगाडि हामी चाहिँ अहिले पुल्चोकमा आएर बसिरहेको सबैको काम छ क्या यहाँ हल्का हल्का सबैको गर्न जानु हामी चाहिँ उठेर बसिरहेको हामी चाहिँ भर्खरै चोकमा आयौँ हामी चाहिँ बिहान 6 बजे हिँडेको थियौँ यहाँबाट अहिले 3:30 बजे आयौँ कि अहिले एकदमै धेरै ठुलो थियो क्या अनि अब चाहिँ अब हामी घर जान्छौँ मैले त्यस्तो के खुट्टा त फेरि त्यत्रो हिँड्यौँ कि हामी यहाँ धेरै नै रहेछ कि हिँड्नलाई रमाइलो भयो है आज त रमाइलो भयो कि र भोलि इक्जाम छ भोलिको भोलि नै विक्रम बाबा गएर हामी अब आज पूजा गर्छौँ बाई बाई आजको हाम्रो यो भिडियो चाहिँ यति नै भयो हजुरहरूलाई के कस्तो लाग्यो होला यदि राम्रो लाग्यो भने लाइक कमेन्ट नराम्रो लाग्यो पनि लाइक कमेन्ट चाहिँ नबिर्सिनु होला ल बाई